नमस्ते साथीहरू, म चाहिँ जेठानी, म चाहिँ देउरानी। आज हामी मुकबाङ गर्न गइरहेछौँ साथीहरू। कति नानीहरूले मात्रै गर्ने होइन, त्यही त कहिले चाहिँ आमाहरू पनि गरौँ भनेर यसो यहाँ खानेकुरा ल्याएको। के छ खानेकुरा? यहाँ चाहिँ चाउचाउ छ, यो पोच भयो, करेन्ट, अनि यो मोमो, यो सलाद, यहाँ कोक। साथीहरू हाम्रो चाहिँ पकर्न पनि ठुलो र सानो छ होइन। ल साथीहरू हामी चेस कोकबाट सुरु गरौँ है साथी हामी। ल अनि हाम्रो मुकबाङ च्यालेन्ज हो साथीहरू। हामीले कसले हार्छ उसले चाहिँ यो पकाएको भाँडा सबै सम्झाएर मस्काउने। अनि जित्नेले चाहिँ मनी पाउँछ साथीहरू, मनी। हामी चाहिँ सुरु गरौँ है, हाम्रो चाहिँ च्यालेन्ज हो है। ल चेस गरौँ त एकचोटि। ल चेस साथीहरू कसले जित्छौँ है। नातिकन खाऊँ ल, कसले जित्ने आँटी भने अर्गेन जान्छ होइन। फर्स्ट मुकबाङ हो साथीहरू हाम्रो। कस्तो हुन्छ, अब केही कमी कमजोरी भयो भने हजुरहरूले नै कमेन्ट गरिदिनु होला, भनिदिनु होला, हामी सुधार्ने कोसिस गर्छौँ होइन। हो, हामी धेरै पछि भेट भएको है, दसैँ पछि मात्रै भेट भएको होला। हो न, सुरु गरेँ ल। करेन्ट पनि यम्मी, पिरो पनि भएछ। आज चाहिँ हाम्रो च्यालेन्ज छ, हेर्नु कसले फर्स्ट खान्छ हेर्नुहोस् है गाइजहरू, स्किप नगर्नु है। म त ठुल्ठुलो घाँस खाएर छिटो फर्स्ट भएर 1000 रुपियाँ पैसा पाऊँ कि क्या हो। मान्छेको ठुलो घाँस किन्नु लाग्यो है मैले चाहिँ साथी। हेर्नु न गाइज कसले भाँडामा छ। हामी चाहिँ देउरानी जेठानी होइन, देउरानी जेठानीको कस्तो हुन्छ हल्का पिरो भएको अवस्था साथीहरू, त्यही पनि खाइन्छ। 3टा पिरो हालेको साथीहरू, च्यालेन्जमा त पिरो गर्नै पर्यो नि होइन। म चाहिँ एकदम फर्स्ट खाने कोसिस गर्दैछु साथीहरू होइन। म त फर्स्ट हुने। मोमो खाऊँ, म त मोमो सुरु गरेँ ल। खै टेस्ट गरौँ। बफ मोमो है साथीहरू। यो बफ मोमो चाहिँ बोन मेरो हाल्यो भने एकदम जुसी मिठो हुन्छ। मैले चाहिँ चस्मा लगाएर खाँदाखेरि पनि कस्तो देख्दो रहेछ भनेर चस्मा पनि लिएर आएको चाहिँ ट्राई गर्नु भाइ कस्तो हुँदो रहेछ। कमेडी गर्ने क्या। थ्याङ्क यू, वेलकम। ल 1 2 3 1 2 3 को फर्स्ट भयो? साथीहरू कमेन्ट गर्नु होला, कमेन्ट गर्नु होला। चस्मा लगाएको चाहिँ पनि देख्नु होला। देउरानी जेठानीको च्यालेन्ज कस्तो छ हेर्नु है साथीहरू। लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला तपाईँहरूले। हामी दिनै त अपडेट गर्न सक्दैन, अब भ्याउँदैन नि त होइन, भेट पनि हुँदैन अब त। साथीहरू हेर्नु मेरो एउटा पनि छ है। अब साथीहरू मेरो देउरानी जित्ने भयो त, म त हेर्नु न भर्खर खाँदैछु। मेरो त मैले के हाल्नु भयो साथीहरू।
50 रुपियाँ मात्रै हो मेरो चाहिँ म हारेँ म भाडा मार्दिनँ नि ल म भाडा मार्दिनँ नि ल मिलेर मार्दिउँ ल हारेपछि क्या मिलेर भयो नि त साथीहरू मेरो 50 रुपियाँ म त बिस्तारै खान्छु र म हारिहालेँ भाडा चाहिँ मार्दिउँ न ल सँगै 50 रुपियाँ लिन्छु नि बरु साथीहरू म चाहिँ हारेर भाडा मार्न थालेँ के गर्नु 1000 रुपियाँ जितेर म फिल्म हेर्नु जाउँला केही गरौँला भनेको थिएँ भाडा मार्दिउँ मेरो सबिना चाहिँ जितेर म चाहिँ क्यामेराम्यान म चाहिँ भाडा मार्छु थालेँ साथीहरू राम्रो भाडा चाहिँ हेर्नु होला है तपाईँहरूले त्यस्तै भनेको मात्रै होला भन्नुहुन्छ भने होइन भनेर हामी यहाँनिर के प्रुफ देखाउन लागेको होइन यो सबै मारेको हो भनेर